सम्पूर्णमा नमस्कार। मेरो नाम प्रतिमा थापा मगर। म चाहिँ सिएमएलटी सेकेन्ड इयरबाट। आज चाहिँ मैले क्रस सेक्सन मोडेलको बारेमा भन्न गइरहेको छु। क्रस सेक्सन मोडेल भन्नाले कुनै पनि वस्तुको लम्बाइ चौडाइ वा कुनै पनि क्षमतालाई काटेर त्यसको भित्री भाग देखाउने एजुकेसनल मोडेल हो। यसमा वस्तुको बाहिरी भाग मात्रै नभएर भित्री भाग पनि क्लियरली रूपमा देख्न सकिन्छ। जस्तै हामीले इक्जाम्पलको लागि हटको क्रस सेक्सन मोडेल राखेका छौँ। यसमा हेर्न सक्नुहुन्छ, यसमा हटको बाहिरी भाग मात्रै नभएर भित्री भाग पनि क्लियरली रूपमा देख्न सकिन्छ। यसको पनि फाइदा र बेफाइदा दुवै रहेको छ। जसमध्ये फाइदा यो बाहिरी भाग मात्रै नभएर भित्री भाग पनि क्लियरली रूपमा देख्न सकिन्छ। पढ्न र बुझ्न सजिलो हुन्छ। शैक्षिक शिक्षामा पनि उपयोगी हुन्छ। सम्झने सक्ने क्षमता पनि वृद्धि हुन्छ। धन्यवाद। साथै यसको बेफाइदा चाहिँ मेरो साथीले भन्नुहुनेछ। सम्पूर्णमा मेरो नमस्कार। मेरो नाम चाहिँ दीपिका मानवे। मैले चाहिँ क्रस सेक्सन मोडेलको बेफाइदा भन्न गइरहेको छु। क्रस सेक्सन मोडेल चाहिँ एकै दिशाबाट हेर्न सकिन्छ। धेरै खर्च पनि लाग्छ, बनाउन समय पनि लाग्छ। वास्तविक काम गर्ने प्रक्रिया देखाउन सक्दैन। सिपयुक्त मानिसहरूले मात्रै बनाउन सक्छ। ठाउँ र हेरचाह आवश्यक यी मोडेलहरू ठुलो हुन सक्छ।